अनि सबै यहाँ उपस्थित बुबाहरूलाई ह्याप्पी फादर्स डे है। कस्तो राम्रो दिन परेको आज। म सानो बाबुलाई अन्नप्राशनको शुभकामना दिन चाहन्छु। बुबा आमालाई धेरै धेरै धन्यवाद। सङ्गीता र उमेशजी बधाई छ तपाईँहरूलाई। म सानो प्रस्तुति लिएर आएको छु। सुरुमा म एउटा गजल सुनाउँछु। कतिको गजलका श्रोताहरू हुनुहुन्छ यहाँ। यो गजल आमाले भनेको हो है। फेरि म चाहिँ बुबाले भन्दैछु तर गजल चाहिँ आमाले भनेको हो। भुतुक्कै हुन्थे नाचगान साथीभाइ हङ्गामा भनेपछि। अमृत भाइ हल्ला गर न अलिअलि। भुतुक्कै हुन्थे साथीभाइ नाचगान हङ्गामा भनेपछि। आजकल त सुकुन दिन्छ मलाई बच्चाले आमा भनेपछि। आजकल त सुकुन दिन्छ मलाई बच्चाले आमा भनेपछि। खै किन हो पुरै बजार किनिदिउँ जस्तो लाग्छ। खै किन हो पुरै बजार किनिदिउँ जस्तो लाग्छ। जब छोरीले चाहियो मलाई एउटा जामा भनेपछि। जब छोरीले चाहियो मलाई एउटा जामा भनेपछि। धन्यवाद। अबको प्रस्तुति म सानो एउटा गीत गाउँछु। थ्याङ्क यू सङ्गीता। म गीत गाउन बिर्सिसकेको थिएँ तिमीले सम्झाइदिएकोमा। थ्याङ्क यू सो मच। ल ग्रिसजी बजाइदिनु छ। अब यहाँबाट देखिन्छ कि देउरालीको चौतारीमा सङ्गिनीले आँखा चोपेको आउँछ जय झझलको। देउरालीको चौतारीमा